आज मन्डे डिसेम्बर 1, 2025 तपाईले आजको नेप्सीको डाटा म यहाँ स्क्रिनमा देखाइरहेको छु। आज नेप्सीमा 5 वटा स्टकहरुमा सर्किट लागेको छ। सर्किट भनेर 10% लाई भन्ने गरिन्छ तर मैले आज यहाँ 9.31% बढेको स्टकलाई पनि सर्किट लागेको भनेको छु। यो तपाईले हेर्न सक्नुहुन्छ जीपीएल ले 9.31% ले बढेर 599 मा क्लोजिङ दिएको छ। त्यसैगरी झापा इनर्जीले 887.3 मा, एलसीआईएल श्रीनगर एग्रीटेक कम्पनीले पनि 534 मा क्लोजिङ दिएको छ। स्वस्तिक लघुवित्तले 987.1 मा र सागर डिस्टिलरी लिमिटेडले चाहिँ 1613.1 मा क्लोजिङ दिएका छन्। 10% चेन्ज भएर अर्थात् 10% बढेर। त्यसैगरी आज नेप्सी 2645.24 बिन्दुमा चाहिँ गएर रोकिएको छ। यसैमा आज एउटा नेगेटिभ सर्किट लागेको छ, 4 वटा पोजिटिभ सर्किट लागेको छ। त्यसैगरी 15 वटा शेयरहरु चाहिँ कुनै पनि परिवर्तन आएको छैन भने 155 वटा शेयरहरु झरेका छन् र 155 वटा शेयरहरु बढेका छन्। आज टोटल 325 वटा स्टकहरु चाहिँ कारोबार भएका छन्, कुल स्टकहरु। त्यसैगरी टर्नओभर चाहिँ आज हामीले हेर्न सक्छौं 4716383580.86 छ। यसले चाहिँ हामीले गन्दाखेरि 4 अरब 71 करोड 63,83,580.86 रुपैयाँको चाहिँ कारोबार भएको छ। त्यसैगरी आज धेरै नै कारोबार भएको छ देखिन्छ र आज 1:25 जाँदाखेरि चाहिँ नेप्सी सबैभन्दा माथिल्लो बिन्दु आजको लागि सबैभन्दा माथिल्लो बिन्दु 2657.72 बिन्दुमा चाहिँ पुगेको थियो। यस्तै खालका भिडियोहरु आउँदा दिनहरुमा पनि ल्याउने नै छु। हेर्न नभुल्नुहोला। लर्निङ्स नेपालमा ज्ञानमूलक भिडियोहरु साथै नेप्सीका अपडेटहरु पनि दिँदै आएको छु। यसरी अपडेट दिँदा तपाईलाई कस्तो लाग्दैछ? यदि तपाईलाई दैनिक अपडेट चाहिन्छ भने कमेन्ट गर्न सक्नुहुन्छ। हस्, धन्यवाद।